गुड इभिनिङ साथीहरू, म सरिता फेरि पनि हजुरको माझमा आएको छु। यो चाहिँ मैले खाने तेल खराउँदैछु। खाने तेलमा चाहिँ काँचो हर्दी कचक कचक काटेर, लसुन कचक कचक्क गरेर एउटा सानो लसुन डल्लै हालेँ। त्यहाँदेखि त्यसमा चाहिँ मैले बाल्ने कपुर 3टा जस्तो र ल्वाङ 3-4वटा, त्यसको बादमा मेथी 1 चम्ची, ज्वानो 1 चम्ची हालेर चाहिँ यो मैले बिस्तारै खराएको। र यो चिसो भएपछि चाहिँ मजाले चाल्नीमा तारेर एउटा बोतलमा तपाईँले राख्न सक्नुहुन्छ। र यसले चाहिँ फेसबुकमा कि युट्युबमा एकजना दिदी या बहिनी कसैले सेयर गरेको थियो। उहाँको घुँडा दुखेर चाहिँ एकदमै दुखेर यो गरेर तेल बनाएर लाउँदा चाहिँ उहाँलाई आराम भएको थियो। र मैले पनि जब मलाई एकदमै साह्रो दुख्दा असहनीय भएको कारणले गर्दाखेरि मैले पनि त्यो कुरालाई अप्लाई गरेँ बनाएर, एकदमै सन्चो पुग्यो। र आज चाहिँ मेरो पनि हस्बेन्डको, मेरो श्रीमानको घुँडा दुख्यो भन्दै थियो र उहाँलाई पनि बनाएर लगाइदिने मैले जमर्को कसेँ। र हजुरहरूले पनि यसरी बनाएर लाउनुहोस्, मालिस गर्नुहोस्, सन्चो हुँदो रहेछ। यो चाहिँ मैले कसैले युट्युबमा कि फेसबुकमा भनेको थियो र मैले पनि अप्लाई गरेको कारणले गर्दा साँच्चै नै हुँदो रहेछ। र तपाईँहरूलाई पनि मैले सेयर गर्न चाहेँ र तपाईँलाई पनि सन्चो हुनेछ। र मैले तपाईँहरूलाई पनि यो कुरा मद्वारा कसैद्वारा मैले पाएँ, म यो मद्वारा फेरि तपाईँहरूमा पुर्याउन चाहेँ। तपाईँहरूले पनि गरेर लाउनुहोस्, तपाईँहरूलाई आराम हुनेछ। धन्यवाद।